नमस्ते साथीहरू सबैजनालाई म चाहिँ आज एन्फोको खान्जी लिएर आएको छु तपाईहरुको माझमा सँगै एन्फोको खान्जी हेरौँ है त। अब यो चाहिँ सुरुमा यो के को खान्जी होला साथीहरू? यो चाहिँ के को खान्जी होला? यो चाहिँ खाइमोनोको खान्जी है साथीहरू। खाइमोनो भनेको शपिङ गर्नु, शपिङ है। यो चाहिँ के को खान्जी होला साथीहरू? यो चाहिँ के को खान्जी होला? इचिनिनो-सान। यो चाहिँ के को खान्जी होला? किरु भनेको चाहिँ कट गर्नु, कुनै पनि कुरा, टु कट, काट्नु है। अर्को छ, यो चाहिँ के को खान्जी होला साथीहरू? यो चाहिँ के को खान्जी होला? कुरोइको खान्जी है। कुरोइ भनेको ब्ल्याक। यो अर्को के को खान्जी छ साथीहरू? के को खान्जी होला यो? यो चाहिँ के को खान्जी होला? मोचु भनेको टु क्यारी, कुनै पनि कुरा लिनु है। अर्को छ, यो चाहिँ के को खान्जी होला साथीहरू? यो चाहिँ के को खान्जी होला? आकेरु भनेको खोल्नु, टु ओपन गर्नु है, कुनै पनि कुरा खोल्नु। अर्को छ, यो चाहिँ के को खान्जी होला साथीहरू? यो चाहिँ के को खान्जी होला? रेउरी भनेको टु कुकिङ, कुक गर्नु के, कुकिङ। रेउरी ओ सुरु जस्तै। अर्को छ, यो चाहिँ के को खान्जी होला साथीहरू? यो चाहिँ के को खान्जी होला? विचार गर्नु त, के को खान्जी होला? निमोचु लगेज है, सामान। यो चाहिँ के को खान्जी होला साथीहरू? अर्को यो चाहिँ के को खान्जी होला? के को खान्जी होला यो? यो चाहिँ के को खान्जी होला? आओइ भनेको ब्लू कलर है, यो कलरको खान्जी। र अर्को छ, यो चाहिँ के को खान्जी होला साथीहरू? यो चाहिँ के को खान्जी होला? कामलाई के भनिन्छ जापानिजमा? के को खान्जी होला? सिगोतो भनेको वर्क, काम है साथीहरू। र अर्को छ, यो चाहिँ के को खान्जी होला? यो चाहिँ के को खान्जी होला साथीहरू? यो चाहिँ गिउनिकु भनेको बिफ, गाईको मासु है साथीहरू। जापानमा चाहिँ धेरै खाइन्छ गाईको मासु। र अर्को छ, यो चाहिँ के को खान्जी होला साथीहरू? यो चाहिँ अगाडि गो पनि लेखेको छ, के को खान्जी होला? गोहान भनेको कुकिङ राइस, पकाइसकेको खाना, भात है साथीहरू। यो चाहिँ गोहान। अर्को छ, यो के को खान्जी होला? यो चाहिँ के को खान्जी होला? यो चाहिँ इभिनिङ, युगाताको खान्जी है साथीहरू। इभिनिङ भनेको युगाताको खान्जी है। युगाता भनेको इभिनिङको खान्जी है साथीहरू है। अर्को के को खान्जी छ? यो चाहिँ अलिकति मिस्टेक भएको रहेछ है साथीहरू। यो चाहिँ के को खान्जी होला? पछाडि रु हुनुपर्ने रो लेखेको रहेछु है। यो चाहिँ आफै सच्याउनु होला, कोताएरो भएको छ, यो मिस्टेक छ, आफै सच्याएर लेख्नु होला। ल अर्को छ, के को खान्जी होला साथीहरू? यो के को खान्जी होला? यो चाहिँ उगोकु, टु मुभ, चल्नु है साथीहरू। र अर्को छ, के को खान्जी होला? यो के को खान्जी होला? रिसर्च गर्नु है। रिसर्च गर्नुलाई के भनिन्छ है? केन्क्यु भनेको रिसर्च गर्नु, कुनै पनि कुरा है। र अर्को छ, यो चाहिँ के को खान्जी होला साथीहरू? यो चाहिँ के को खान्जी होला? यो चाहिँ हाजिमेरु भनेको टु स्टार्ट गर्नु के, कुनै पनि कुरा सुरु गर्नु है। अर्को छ, के को खान्जी होला? यो के को खान्जी होला साथीहरू? यो चाहिँ नाराउ
टु लर्न है। अर्को छ यो के को हान्जी होला, यो चाहिँ के को हान्जी होला साथीहरू, आचुमेरु टु कलेक्ट है, जम्मा गर्नु। यो चाहिँ के को हान्जी होला साथीहरू, यो चाहिँ टु ल्यान्ड है, सापडी लिनु है यो हान्जी पनि। ल यो चाहिँ के को हान्जी होला अर्को है, के को हान्जी होला यो, खारिरु टु बरो, यो पनि सापडी लिनु, टु बरो यो पनि सापडी लिनु है साथीहरू है। अर्को छ यो चाहिँ के को हान्जी होला, यो हान्जी चाहिँ धेरै युज हुन्छ है साथीहरू। के को हान्जी होला यो चाहिँ चिजु, चिजु भनेको के होला, चिजु भनेको चाहिँ म्याप है साथीहरू, म्याप। यो चाहिँ के को हान्जी होला अर्को, जापानिज भाषामा मुभीलाई के भनिन्छ साथीहरू, मुभीको हान्जी है यो चाहिँ, एगा, एगा भनेको मुभी। र अर्को छ यो चाहिँ के को हान्जी होला साथीहरू, यो त एकदम सजिलो हान्जी है, यो N5 मा नै पढेको होला यो हान्जी। के को हान्जी होला यो, मोकुयोबी थर्सडे है। अर्को छ यो के को हान्जी होला, के को हान्जी होला साथीहरू, यो चाहिँ सेकाई, सेकाई भनेको वर्ल्ड, संसार है, विश्वभर। अर्को छ यो के को हान्जी होला, यो चाहिँ एकदम यो पनि सजिलो हान्जी हो है, N5 कै हान्जी होला यो पनि, यो राइस्यु, राइस्यु भनेको नेक्स्ट विक, अर्को हप्ता है साथीहरू। यो चाहिँ के को हान्जी होला यो अर्को, विचार गर्नुहोस् त, यो हान्जी के को होला, उरु, उरु भनेको टु सेल है। यो अर्को के को हान्जी होला, लास्ट रहेछ है यो हान्जी, लास्टको हान्जी के होला, के को हान्जी होला यो, विचार गर्नुहोस् त, लास्टको हान्जी के को होला यो चाहिँ किरु, किरु भनेको यो चाहिँ टु पुट भनेको लगाउनु, लुगा लगाउनु, जस्तै माथिको लुगा लगाउनुलाई किरु भनिन्छ है साथीहरू। ल आजलाई यति नै, भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा एकदम धन्यवाद तपाईहरुलाई, र अर्को भिडियो पनि बनाउने छु म यसरी नै है। लाइक, कमेन्ट, शेयर अनि सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला च्यानललाई। ल बाई बाई।